कहाँबाट आइनु भन्छ यसो छ उस्पेर गएको मान्छे भर्खर आउँछ बाबा भर्खर आउँछ म त मान्छे भेट्न गएको थिएँ अनि एकछिन कुर्नु पर्यो त्यही भएर दुनियाँ के भेट्न कहिले गइरहेछ त होइन मान्छेहरू लासै सक्दैन लान नपछाडि चाहिँ उस्पेर आउँछ भने मान्छे कुन चाहिँ नाटकहरू भेट्न गएछ ल भन् त यस्तो नभन्छ न आमा म आफ्नो कामले गएको अनि जे पाए त्यही नभन्नु न तर छिटो आयो भने मैले घडिरहेको थिएँ आउँदै त छु नि म अब जे पनि म आएर बोलाउँछस् जे पनि बोल्छस् ए लान कि ए कसो भन्न सक्यो कि पहिला जे पनि बोल्ने जे आफै पाएको प्रितिस सौता छोरी भन्दा हेर्न तैँले के छोरीलाई किन बताउँ के बताउँ मेरी छोरीले जति हात त म त तँ निकाल्ने जुन पेटी हात निकाल्नु बुढो कस्तो निकाल्छ तिमीले पहिला कस्तो निकाल्छ ल निकालेर म डराउँदिन निकाल निकाल्छ तिमीले डराउँदिन भने त म डराउँदिन किन नडराउने म किन डराउने म डराउँदिन म किन डराउँदिन तँ छोडेर जाने म छोडेर पनि जाने घर बस्छु एउटा मानु चामल घर बस्छु के गर्छ बुढो मेरो जति छोरीलाई किन कुट्यो अब कहाँ लखा हिँडी कहाँबाट आइसक्यो कुट्न पाउँदिनँ मेरो अधिकार हुँदैन सौदा सुतेर भयो म कुट्न पाउँदिनँ त कुट्न अधिकार मेरो छैन तैँले आफूले पाएकी छोरीले यसरी कुट्न सक्छिस् छोरीमाथि धेरै ठुलो अत्याचार गरिस् आज मात्रै होइन हिजो मात्रै होइन दिनदिनै यस्तो अत्याचार गरिस् म यो सहन सक्दिनँ जा मेरो घरबाट गइहाल्छ जा गए पाइले जा त्यसरी आमालाई घरबाटै ननिकाल्नु भएको भए हुन्थ्यो मेरो पनि त गल्ती छ नि म पनि ढिला घर आएँ तँलाई सधैँभरि कुटिराखेँ म देख्न सक्छु म सहन सक्छु हे तँ त मेरो पहिलो छोरी तेरि आमा भनेर खापुई यो त यसले त अति ल्याएको त हो नि तँलाई कति गरेर हुर्काएँ कति पढाएँ के गर्दिस् कि भनेर तर तैँले केही गरिन छोरी मलाई आमालाई चाहिँ घर फर्काएर लिएर आउनुहोस् अब तँ गइसकेपछि त्यो आउन पुण्य छोरी बरु म अर्की ल्याउन चुप होला आऊ छोरी आऊ